हामी यो सरकारको राजीनामा माग्छौँ अब। सुदन दाई, तपाईँलाई लाज शरम लाग्दैन राजीनामा माग्नको लागि? तपाईँले धरानका मेयर हर्क साम्पाङ काठमाडौँ आएर प्रधानमन्त्री बन्छु भन्दाखेरि तपाईँले जसरी इग्नोर गर्नुभएको थियो त्यसै गरेर अहिले तपाईँलाई सुशीला कार्कीले इग्नोर गर्यो भन्दैमा तपाईँले प्रधानमन्त्रीको राजीनामा माग्न तपाईँलाई जायज हुन्छ। तपाईँले गर्दाखेरि 3 करोड नेपालीलाई धोका भएको छ। पहिला त तपाईँ एनजिओ र आइएनजिओबाट चलेको कुरा र तपाईँमा विदेशी दलाल एजेन्टहरू भनेर लागेका कुराहरूको बारेमा तपाईँले खुलस्त पारिदिनुहोस्। नेपाली जनता एकदम अन्यलमा छन्। तपाईँले त्यसबारेमा केही पनि भन्नुभएको छैन। तपाईँ विदेशी दलाल हो कि होइन त्यो कुरा प्रश्न पारिदिनुहोस्। तपाईँको एनजिओ आइएनजिओले के काम गर्छ, तपाईँको एनजिओ आइएनजिओले नेपालमा के रडाको मचाएको छ त्यसको बारेमा पनि बोलिदिनुहोस्। तपाईँ निष्पक्ष यदि हो भने तपाईँले सबै कुराहरू जनताले राखेका कुराहरूको बारेमा तपाईँ बोल्न जरुरी छ। आन्दोलन मात्रै गरेर समाधान हुने होइन। आन्दोलन त गरियो, आन्दोलन गरेर कति मान्छे मार्ने हो? तपाईँ जहिले आन्दोलन गरेर हुन्छ र? अब आन्दोलन भयो भने त नेपाल रहँदैन। नेपाल एउटा विदेशीको अखाडा प्रयोगशाला भयो भनेर हामीले जसरी भनिरहेका छौँ यो बिल्कुल सत्य र साँचो भइरहेको छ। त्यसकारणले बेलैमा सचेत हुनुपर्छ र तपाईँले यसरी राजीनामा माग्ने काम नगर्नुहोस्। तपाईँबाट 3 करोड नेपालीलाई धोका भएको छ। यदि धोका भएको छैन भने तपाईँले त्यो कुरालाई प्रमाणित गर्नुहोस्। तपाईँको एनजिओ आइएनजिओ के हो कसो हो सबै जनतालाई छर्लङ्ग पारिदिनुहोस्। तपाईँ कस्तो खालको एजेन्ट हो, कस्तो खालको मतियार हो त्यो हामीलाई केही पनि थाहा छैन। हामी सिधा साधा नेपाली जनतालाई हामीलाई शान्ति चाहिएको छ। हामीलाई आतङ्क र हिंसा हत्या केही पनि चाहिएको छैन।